आजा गीतै बिर्सिन्छ झिक्का थलो जखम आजा कसको माया कति म हेलो 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 कानमा पानी छिरिदियो कोही के भन्यो हैन मेरो भिडियो हैन त्यो फेक भिडियो फेक पर्सन हाय हाय ल हाम्रो गाउँमा चाहिँ गाउँ पनि आयो बेसी सहर चाहिँ हैन हाम्रो यहाँबाट चाहिँ पास गरेर बेसी सहर निस्किन्छ तलतिर त मकै खाने बेला नि भइसक्यो होला हाम्रो यहाँ मकै बल्ल यो के निस्किरह्यो टाउको निस्किरा नमाने उनकेको खसा खसा भरुने अन्त छ कि रस अहिले तेरो लुगा के भयो हेर्नुहोस् यो चाहिँ हाम्रो जगत गाउँ यो चाहिँ होटेल मङ्गोलियन होटेल बारीको बिचमा छ हाय हाय राम्रै त छैन हो हेर्ने मान्छेको नजर राम्रो भयो भने सबै कुरा राम्रो देखिन्छ भन्थे त्यस्तै होला हो डायलॉग तो मैं फैन हो गया आपका फैन हो र अरे हजुर त्यही त हो नि संसारमा अब आफूले हेर्ने नजर राम्रो छ भने सबै मान्छे जे कुरा पनि राम्रो देखिन्छ के आफ्नो हेर्ने नजर राम्रो छैन भनेपछि जे गर्दा पनि गलत नराम्रो देखिन्छ हो यतातिर त कति हरियाली छ ऋतुहरूमा भन्ने गीत छ नि त त्यही हो कता साह्रै छोटो भयो ल साथीहरू लाइभ त सेयरै गरिदिनु भएन यार यसै हाम्रो जगत गाउँ दिस इज द मङ्गोलियन होटेल अन्त यहाँतिर कस्तो दामी सिप्सै ढुङ्गा बिछाएर हेर्नु कस्तो राम्रो छ होइन खस्दैन यो धेरै टाढो छ नि हेर्दाखेरि मात्रै नजिक देखायो यो भिर तर बिचमा छैन हल्का फुल्का त भइहाल्छ नि हौ कस्तो कुरा गर्नुभएको यस्तो दामी दामी घरहरू थियो होइन यो रोड पाराले गर्दा सब घरहरू भत्काउनु पऱ्यो कि यहाँतिर त्यही भएर अहिले पुरानो घरहरू यस्तो दामी दामी थियो यहाँ कसम यो बिचमा झन् यति राम्रो देखिन्थ्यो यो हो हाम्रो पुरानो घर यो पनि यो पहिलाको भन्सार भनी पहिला पहिला यहाँ भन्सार थियो अरे यो भयो पुलिस चौकी अनि यता हुँदैछ हाम्रो यता यता यो चाहिँ के अरे स्वास्थ्य चौकी यता अहिले हाम्रो सुरु भइरहेछ ढलन यो चाहिँ गोर्खाको जगत भन्ने ठाउँ ल यो चाहिँ माने यो चाहिँ नयाँ माने होइन अस्ति नमाने यहाँ बिचमा थियो अनि यसलाई फेरि भत्क्यो भूकम्पले अनि यहाँ बनाएको माने थाहा छ नि तपाईँहरूलाई यस्तो राम्रो छ कि यहाँतिर मान्छेहरूको सिप आमामा हेर्नु न कस्तो राम्रो बनाएको छ कि है
लाइक माने भनेको यस्तो है है ल ओके छ त सही नयाँ घर होइन यो यहाँ बाटो रोड बाटो बनाउँदैछ कि यता ढलन हान्दैछ त्यही भएर म चाहिँ गएँ पछाडिबाट यस्तै छ हाम्रो हेर्नु घरहरू यो लास्टै पुरानो घरहरू पहिला पहिलाको घर यो चाहिँ कुन ठाउँ हो यो चाहिँ गोर्खा कुन हो त नि मेरो घर यो मेरो घर यहाँ छ यता मेरो घर पनि आउँदैछ हेर्नु दाउरा गाउँघरतिर यस्तो चाहिँ राखिन्छ दाउरा भनेको हिउँदाको लागि बर्खामा टिप्यो टन्नै होइन हिउँदामा चाहिँ यसरी टक्क राख्यो हाम्रो यहाँतिरको लोकल कुखुराहरू थ्याङ्क यू ल साथीहरू गिफ्ट गर्नु भयो साथीहरू धेरै धेरै माया अनि सम्झना मेरो तर्फबाट है काम यस्तो धमाधम सुरु भएर है अरू साथीहरूले त गिफ्ट पठाउनु न यार कस्तो खालको मान्छेहरू कस्तो राम्रो हो